तपाईँहरूलाई डर लाग्दैन? यही हो हजुरहरूको यो घर यतै हो? अहिले कता जान लाग्नु भएको? पुसमा अस्पतालमा गएर चेक गराएर फर्केको। डरै लाग्दैन है यस्तो अग्लो? लाग्दैन। नेपालकै सबैभन्दा अग्लो उचाइ भएको र लम्बाइ भएको पुल भनेर त मैले त्यहाँ पढेको त थाहा भयो। अनि सधैँ हिँड्नु भएको भएर बानी परे कि पहिला पनि डराउनु हुँदैन थियो? कहाँको डराउने भएन, यही पुलमा चरी चरी भारी बोकेर हिँडेको। भारी बोकेर हिँड्नु भयो है? ए मलाई त मुटु कामेरै सकिन के अचम्मै। हामी जस्तै हिँड्ने भएको है? कहिले पनि डराउनु भएन पहिलादेखि नै? ओ यस्तो मुटु दर भएको मान्छे चाहिने कि मलाई त साह्रै डर लाग्यो यो ठाउँ देखेर नै। यो हेर्नु न कति अग्लो हो कि म तल त्यो मोबाइल गर्न नसकेर कि तिनवटा रहेछ। हामीले लैजान्छौँ हजुरलाई, मलाई लिएर जानुहुन्छ? हिँड्नु अनि हामीले फेरि यहीँ ल्याइदिन्छ। अनि कोदोको रोटी पाउँछ? पाउन त पाउँछ कि अब हजुरहरू आएको थाहा भयो, अब फुलमा कन्ट्याक्ट भयो ल्याइदिनु दिनुहुन्थ्यो? धन्यवाद दिनुभयो साह्रै नै। भएन परिचय हाम्रो तपाईँको हाम्रो भएन नि, त्यही भएर के थाली ल्याउनु। धन्यवाद। यो यो सेती नै हो यो तलको यो होला नदी? सेती नदी काली नदी हो यो? काली नदी म सक्दिनँ दिदी है। मलाई क्षमा गर्नु ल, म सक्दिनँ। म अब यो भन्दा चाहिँ म जान सक्दिनँ। ए कालीपो त हेर्दा त सेती होला भन्ने ठानेको। अब म उता जानु सक्नु भयो। उता उता कस्तो राम्रो दृश्यहरू रहेछ नि है। सेती त पोखरा देख्न सकिन्छ। कति लामो प्रभु। मेरो साथी जानुभयो मलाई कराउँदै अनि फर्केर आउनुभयो, म गएन भनेर। अनि पठाउनुहुन्छ हजुरले? हाम्रो मोबाइल हुँदैन आउला नि, तपाईँहरूले पठाएको। हेर्न मन लाग्यो हजुरहरूको भिडियो। त्यही भएर क्या हाम्रो मोबाइलमा खिचेर लैजानु पर्यो भनेर। अनि आउनु, म आउँदा पछि चिन्नुहुन्छ मलाई? मलाई के दिनुहुन्छ? नचिनेर हाम्रो निवार रुम त राखने नयाँ पुल बने अहिले हो? आउनु न। हस् घुम्न फेरि आउँछ है त।